ज्योतिष साथी युट्युब च्यानल हेरिरहनु भएका सम्पूर्ण दर्शकबिन्दहरुमा हार्दिक नमस्कार छ। म हजुरको ज्योतिष साथी ज्योतिष केशव गौतम। ज्योतिष साथी युट्युब च्यानलका माध्यमबाट हामीहरूले ज्योतिष, वास्तु, धर्मदर्शन, संस्कृति र परम्परासँग सम्बन्धित नयाँ सामग्रीहरू प्रस्तुत गर्दै आइरहेका छौं। यसै सिलसिलामा आज हामी हजुर सामु शनिको महादशामा यी 4 काम गर्नुहोस् र सदैव शुभ फल प्राप्त गर्न सक्नुहुनेछ भन्ने विषयमा विशेष जानकारी लिएर उपस्थित भएका छौं। यदि ज्योतिष साथी युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न भने नभुल्नु होला र साथमा रहेको बेल आइकन पनि थिच्नु भयो भनेदेखि हजुरहरू पनि हाम्रो परिवारमा जोडिन सक्नुहुनेछ। अब लागौं आजको विषयतर्फ। शनिको महादशामा प्राय गरी धेरै व्यक्तिहरूले अशुभ फलहरू मात्रै सम्झिने गर्नुहुन्छ। शनिको दशामा त शुभ फल प्राप्त हुनै सक्दैन, सबै खालका अशुभ फलहरू मात्रै प्राप्त हुन्छन् भन्ने चिन्तन बढी भएको पाइन्छ। त्यस मध्येमा पनि हामी विशेष गरी केही महत्त्वपूर्ण कामहरू गर्यौं, केही महत्त्वपूर्ण सावधानीहरू अपनायौं भनेदेखि शनिको महादशामा पनि अत्यन्तै राम्रा र शुभ फलहरू प्राप्त गर्न सक्छौं, लिन सक्छौं, जसले शनिको महादशामा पनि हाम्रो भाग्योदय हुन सक्दछ। तर सामान्यतः शनिको महादशामा हुने अशुभ फलहरू मध्येमा कफ प्रकृतिहरूको वृद्धि हुन सक्छ। ज्वरादिहरूको प्रकोपका कारणले गर्दा अस्वस्थता झन बढेर जान सक्छ। मानसिक ईर्ष्याको भाव विकास हुन सक्ने अवस्था बन्छ। वायुको प्रकोपले सताउन सक्दछ भनेदेखि मनमा मलिनता, निराशता, मनमा नैराश्यता र खिन्नताका भावहरू धेरै विकास हुन सक्छन्। सोचेका कामहरूमा कार्य विलम्बता विकास हुन सक्छ। विभिन्न खालका विपत्तिहरूको आगमन हुन सक्छ। तन्द्रा अवस्थामा रहेको जस्तो परिस्थिति बन्न सक्छ। धेरै मेहनत गर्नु पर्ला, धेरै परिश्रम गर्नु पर्ला। मेहनत र परिश्रम अनुसारको फल कम प्राप्त हुन सक्ने अवस्था बन्दछ। भने यसका साथसाथै नोकरीबाट, सन्तानबाट र स्त्री पक्षहरूबाट समेत अनादर, अपहेलित, बहिष्कृत र समाजबाट समेत तिरस्कृत हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न। भने कतिपय अवस्थामा चोटपटकका कारणले गर्दा अङ्गभङ्ग हुने अवस्था समेत सिर्जना हुन सक्छ। शनिको महादशामा हुन सक्ने यी अशुभ फलहरू हुन्। यस्ता अशुभ फलहरूबाट बच्नका लागि केही मूलभूत मन्त्रहरू छन्, केही मूलभूत विधिहरू छन्। ती मूलभूत विधिहरूलाई आत्मसात गरेर तपाईले अगाडि बढ्नुभयो भनेदेखि तपाईको जीवन अत्यन्तै सुन्दर बन्न सक्दछ। तपाई शनिको महादशामा पनि आफ्नो जीवनलाई सुखानुभूतिमा रूपान्तरण गर्न सक्नुहुन्छ भने तपाई आफ्नो जीवनलाई ऐश्वर्यशालीताका साथ व्यतीत गर्न सक्ने बल, पराक्रम, साहस, आत्मविश्वास र त्यो खालको भाव विकास हुँदा तपाईको जीवन सम्पन्नतामा रूपान्तरित हुन सक्दछ। यी मध्ये तपाईले सबैभन्दा पहिला शनिबारको दिन, त्यसमा पनि श्रवण नक्षत्र पारेर मध्याह्नकालीन समयमा 3 रति, 6 रति, 7 रति वा 10 रतिको नीलम सुनको औँठीमा निर्माण गरेर धारण गर्नुभयो भनेदेखि तपाईका शनिको महादशामा, शनिको दशामा हुन सक्ने सम्पूर्ण अशुभ फलहरू निस्तेज भएर जान्छ, कम भएर जान्छ। तर तपाईले यो नीलम धारण गर्दाखेरि भने विशेष ख्याल गर्नुपर्ने हुन्छ मात्रामा र दिनमा। शनिबार त्यो पनि श्रवण नक्षत्र पर्यो भने अत्यन्तै उत्तम मानिन्छ। अनि शनिबार श्रवण नक्षत्र त्यो पनि मध्याह्नकालीन समयलाई चाहिँ उपयोग गर्नुपर्ने हुन्छ। भने मात्राका हिसाबले हेर्दा 3 रति, 6 रति, 7 रति वा 10 रतिको हुनुपर्ने हुन्छ। भने 2 रति वा 4 रतिको भने हुँदैन, लगाउनु हुँदैन। 2 रति वा 4 रतिको नीलम धारण गर्नु भयो भने तपाईको जीवन अझ बढी असहजता र निराशायुक्त बन्न सक्दछ। दोस्रो नम्बरमा छ ओम सम शनैश्चराय नमः नाम गरेको मन्त्र 23,000 पटक जप गर्नुपर्ने हुन्छ। तपाईले नियमित रूपमा शनिबारका दिन पिपलमा जल अर्पण गर्ने, पिपलको पूजन गर्ने र त्यसमा पनि पिपलमा तोरीको तेल अर्पण गर्नुभयो भनेदेखि शनि दशाबाट, शनिको महादशामा हुन सक्ने सम्पूर्ण अशुभ फलहरू निस्तेज भएर जान्छन् र तपाईको जीवनमा पूर्ण रूपले शुभ फल प्राप्त हुन सक्ने अवस्था बन्दछ। त्यसैले ख्याल गर्नुहोस् ओम सम शनैश्चराय नमः नाम गरेको मन्त्र शनिका लागि अत्यन्तै महत्त्वपूर्ण मन्त्र हो। यो मन्त्रले तपाईको जीवनमा
पूर्ण रूपले परिवर्तन गरिदिन सक्ने अवस्था बन्दछ। तेस्रो कुरा छ मांस, तिल, तेल, गहत, भैँसी, फलाम, नीलो कपडा, काली गाई, जुत्ता, कस्तुरी, फलफुल, कालो कपडा, यसै गरी नीलो कपडा अनि कालो वा नीलो फूलहरू दान गर्नुभयो भनेदेखि पनि तपाईको जीवनमा शनिका कारणले गर्दा, शनिको महादशाका कारणले गर्दा हुन सक्ने सम्पूर्ण अशुभ फलहरूलाई कम गरेर शुभ फल प्राप्त गर्न सक्ने आधार विकास हुन सक्दछ। ख्याल गर्नु होला, यी प्राय अधिकांश वस्तुहरू कालो रङका हुने गर्छन्। मांस, तिल भयो, तेल पनि, गहत पनि कालै हुन्छ, भैँसी पनि कालै हुन्छ, फलाम पनि कालै हुन्छ, गाई पनि काली गाई भन्छ, जुत्ता पनि सकेसम्म कालो जुत्ता उपयोग गर्नुपर्ने हुन्छ। यसरी कपडा पनि कालो नै दान गर्ने भन्छ, फूल पनि कालो वा नीलो नै प्रयोग गर्नुपर्ने हुन्छ। यसरी तपाईले शनिका लागि अथवा शनिको महादशाका लागि यी र यस्ता काला वस्तुहरू सहित फलफूल पनि दान गर्नुभयो भनेदेखि र साथमा कस्तुरी पनि थोरै राख्नुभयो भनेदेखि तपाईको जीवन ऐश्वर्यशाली बन्छ, तपाईको भाग्योदय हुन्छ, तपाईले गरेका सम्पूर्ण कामहरूमा सफलता प्राप्त हुन्छ। परिवारबाट, समाजबाट र तपाईका आफ्ना आफन्त सबै व्यक्तिहरूबाट साथ सहयोग प्राप्त गर्न सक्नुहुन्छ र तपाईँ निरन्तर उकालो लाग्न सक्ने अवस्थामा पुग्नुहुन्छ। यसका साथसाथै तपाईले शनिको महादशामा गर्नै पर्ने एउटा नियमित काम के छ त भने कागलाई भोजन गराउने। यदि तपाईले नियमित रूपमा कागलाई भोजन गराउनु भयो भनेदेखि शनिको महादशामा हुन सक्ने अधिकांश अशुभ फलहरू त्यो कागले भोजन गर्दाखेरि दिने आशीर्वादका कारणले गर्दा सम्पूर्ण फलहरू निस्तेज भएर जान्छ, सम्पूर्ण फलहरू कमजोर भएर जान्छ र तपाईले आफ्नो जीवनमा शुभ फलहरू मात्रै प्राप्त गर्न सक्नुहुन्छ। आयु, आरोग्य, धन, सुख, सम्पत्ति, ऐश्वर्यता, महानता, पद, प्रतिष्ठा, सम्मान जस्ता विभिन्न फलहरूका कारणले गर्दाखेरि तपाईलाई शनिको महादशामा पनि मेरो त भाग्योदय भयो, मेरो त ऐश्वर्यशाली जीवन आरम्भ भयो र जीवन अत्यन्तै सुन्दर र आरामदायीका साथ व्यतीत भइरहेको छ भन्ने अनुभूति आफ्ना आफन्तहरू समेत सम्प्रेषण गर्न सक्ने आधार बन्दछ। त्यसैले तपाईँ आफ्नो जीवनलाई ऐश्वर्यशाली बनाउनका लागि, तपाईले आफ्नो जीवनमा सबै खालका अशुभ फलहरूलाई कम गर्नका लागि, शुभ फल प्राप्त गर्नका लागि यी चारवटा कामलाई निरन्तर अगाडि बढ्नुभयो भनेदेखि तपाईका लागि शनि पनि फलिफाप युक्त दशा बन्न सक्दछ। तपाईलाई आजको सामग्री कस्तो लाग्यो? यस सामग्रीसँग सम्बन्धित केही जिज्ञासा भएका खण्डमा यस सामग्रीको कमेन्ट बक्समा गएर आफ्ना जिज्ञासाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। अन्तिममा यो सामग्रीलाई शेयर र लाइक गर्न भने नभुल्नुहोला। धन्यवाद।